हेलो अनि नमस्ते वेलकम छ मेरो यो थर्ड भिडियोमा। अस्तिको दुईटा भिडियो चाहिँ मैले जङ्गलतिरलाई चाहिँ फोकस दिएर खिचेको थिएँ, तर आज चाहिँ अलिकति फरक है। आज चाहिँ अलिकति फरक भिडियो बनाउँदैछु म। आज चाहिँ नेपालको एकदमै एउटा फेमस ठाउँ है, जहाँ मान्छेहरू चाहिँ एकदम धेरै आउँछ घुम्नको लागि, पूजाको लागि, भक्कलको लागि हैन। धेरै मान्छेहरू आउँछ। त्यो ठाउँ चाहिँ आज म जाँदैछु। यो गोर्खा जिल्लामा पर्छ, यो मनोकामना भन्ने ठाउँ चाहिँ हैन। आज चाहिँ म मनोकामना जाँदैछु घुम्नको लागि। आज चाहिँ हामी केबल कार माथि पर डाँडामा जाँदैछौँ मनोकामना मन्दिरमा। त्यो साँझ चाहिँ छिटो रमाइलो हुनेवाला छ। माथि पर जान्छ आज हामी चाहिँ बाटो हिँड्दैछौँ। आज सायद शुक्रबार त्यति भिड हुँदैन होला, भोलिको जस्तो हामी चाहिँ जाँदैछौँ है। यो वरिपरिको दृश्यहरू आज त्यति भिड चाहिँ छैन भनौँ भने, भिड चाहिँ अलिअलि देखेको छ। अब हेरौँ कति भिड छ है। गएर हामी मान्छेको भिड चाहिँ रहेछ है, मान्छेको भिड चाहिँ। यो चाहिँ माथि के अरे केबल कारमा चढ्नको लागि चाहिँ टिकट बुझाएर माथि जानुपर्छ, त्यसको भिड हो यो चाहिँ। टिकट चाहिँ परबाट टिकट काटेर अनि यहाँ आएर टिकट देखाएर माथि जानुपर्छ। अब हामी चाहिँ टिकट काटेर चाहिँ अब माथि केबल कार चढ्ने तयारीमा छौँ। टिकट काटिसक्यौँ। अब टिकट काटेर चाहिँ अब माथि केबल कार चढेर माथि त्यसरी माथि केबल कार आउँछ। त्यो केबल कार आइसकेपछि चाहिँ त्यहाँबाट चढेर त्यसपछि हामी माथि डाँडा, त्यो डाँडा पछाडि, त्यो डाँडा हुँदैन अर्को डाँडा जानुपर्छ। यहाँ चाहिँ हामी जाँदैछौँ मनोकामना छ है। राम्रो छ होला। माथि गएर म सबै कुरो देखाउँछु। माथि केबल कार त्यसरी आउँछ, हामी त्यसरी चढेर हामी चाहिँ माथि जान्छौँ है। रमाइलो हुनेवाला छ आज। टिकट काटेर अब केबल कार चढ्ने तयारीमा छौँ। केबल कार चढ्नलाई अब यहाँ हामी लाइन लगाएर चाहिँ यो सबै केबल कार चढ्ने लाइनहरू होइन। हामी चाहिँ यहाँबाट चाहिँ लाइन लगाएर लाइनमा बसेर चाहिँ यहाँ भित्र छिरेर चाहिँ बल्ल केबल कार चढ्छौँ है। सबैले हामी लाइनमा छौँ। सबैजना माथि मन्दिर जानेको लाइन छ। अझ भित्र अझै धेरै छ मान्छेहरू बाहिर भन्दा नि। यहाँ पनि यता यो चाहिँ झर्ना है, पानी आउँथ्यो यहाँ चाहिँ। अब अहिले चाहिँ खोइ बन्द भएको छ। भित्र चाहिँ लाइन थुप्रै छ। यो लाइन बस्छ, केबल कार चढेर जानुपर्छ। सबै लाइन यो लाइन छ यो केबल कार चढ्नको लागि चाहिँ।
हामी चाहिँ यति गर्छौँ मजा हुन्छ यस्तो प्लेनमा चढे हामी चाहिँ अहिले केबल कारमा छौँ आवाज मिठो आउँदैछ आज बल्ल है अहिले त आवाज आएको छैन भेटको कारणले गर्दाखेरि यतापट्टि हामी अगाडिबाट मनोकामनाको केबल कार हामी जाँदैछौँ आज माथि अब केबल कारमा चढिसकिँदैछौँ त्यसपछि अब त्यहाँबाट हावा जाने ठाउँ रहेछ पानी परेर एउटा डाँडा छोरो खिच्नु न खिचिरहेको छ तपाईँले हामी चाहिँ अब केबल कारबाट ओर्लिसक्यो अब चाहिँ हामी मनोकामना मन्दिरतर्फ लाग्दैछौँ होइन पानी बोतल होइन यहाँ चाहिँ फोटो खिच्ने ठाउँ रहेछ यो फोटो खिच्नको लागि चाहिँ हामी भित्र जाँदैछौँ है भित्र गएर हामी फोटोसोटो खिचेर चाहिँ अहिले फर्किने बेलामा फेरि यो फोटो चाहिँ लिएर जान्छौँ हामी होइन भित्रपट्टि त्यो त माथि चाहिँ होला नि कहाँ माथि माथि हामी चाहिँ मनोकामना मन्दिरतर्फ लाग्दैछौँ अब आइपुग्ला मनोकामना मन्दिर चाहिँ
हरियो साग सब्जी लोकल दही पनीर पापड खाना पनि रोटी पनि इधर तिवारी बाबा प्योर वेज शुद्ध शाकाहारी खाना यहाँ शुद्ध फाइनली हामी मन्दिर आइपुग्यो हो हामी चाहिँ मन्दिर आइपुग्यो अब हामी चाहिँ मन्दिर आइपुगेको छौँ यही हो मनोकामना मन्दिर चाहिँ है मान्छे सबैले मानेको मन्दिर होइन मनोकामना मन्दिर यहाँ चाहिँ मान्छेले भक्कल गऱ्यो भने भक्कल गरेर पूजा गऱ्यो भने चाहिँ भक्कल कुराहरू चाहिँ मन आफूले चाहेको मनले मागेको कुराहरू चाहिँ पुरा हुन्छ भन्छ है मनोकामना मन्दिर यही हो आज हामी चाहिँ मनोकामनाको भित्रको लागि आएको थियौँ तर लाइन पनि धेरै बस्न के अरे नपर्छ दिदी उ त्यहाँबाट कहिले त यहाँ लाइन लाग्थ्यो होइन ऊ त अगाडिपट्टि मात्रै ऊ त्यहाँ थोर मात्रै लाइन भित्र गएर पूजा गऱ्यो भने चाहिँ लाइन बस्नुपर्छ अलिकति अनि भित्र गएर पूजा गरेन भने चाहिँ बाहिर हो क्या उति केटी उति परबाट गर्दै उ त्यहाँ लाइन छ नि यही यहाँतिर कता गएर उता पछि गएर लाइन लाउनु भित्र गएर पूजा गर्नु गर्ने भयो धेरै लाइन त छैन जानु पूजा गर्नु भयो भित्र गएर पूजा गर्नु क्या बाहिर पूजा भन्दा पनि के भयो फर्किँदा बनाउनु भन्नुभएको थियो नि टिका लगाएर भने छैन है भयो मनोकामनाको दर्शनपछि चाहिँ हामी फर्किँदैछौँ फर्किन्छौँ हिँड अल्छी घोप्टेला त्यसो बाबु 200 रुपैयाँ किलो माना हो थप दिन्छ गिलास भरि अब फेरि हामी रिटर्न केबल कार चढ्दैछौँ अब फेरि मनोकामनाहरू फर्किँदैछ केबल कार चढ्दैछौँ सबै मान्छे पूजनमा सब बिहानमा आउँछ नि आउँछ यता हो यता आउनुहोस् वेट बराबर बनाउनलाई के हुन्छ त्यस्तो के हुँदैन यो त के हुँदैन के भयो खाली आज त अहिले मान्छे न सब बिहान मात्र आउँदो रहेछ दर्शन गर्नेहरू अब सक्यो अब कि बेलुकाखेरि बस्नेहरू आउँछ नि त फेरि धेरै बेलुकामा बस्नेहरू आउँछ घाम चर्को भयो
अझ केही नि भएन त्यो अब उधार या सुगम अझ केही नि भएन अब त मेरो तल हेर त नगत